हामी इटलीलाई ट्रान्जिट सहर होइन गन्तव्य सहर पनि कसरी बन्न सक्छ या एक दिन इटलीमा कसरी बिताउने भन्ने बारे तपाईँलाई घुमाउँदैछौँ। अब चाहिँ तपाईँ हामी सँगसँगै हिँड्नुपर्छ आज। फर्स्ट स्टेसन चाहिँ हामीले यो को डेकोरेसनले पनि यहाँको सबैभन्दा थप ब्युटिफुल बनाउँछ। अब हामी यहाँभित्रका एकदमै सुन्दर हामी यहाँ देख्न सक्छौँ। यो किराँती चेलीले आफ्नो बच्चालाई स्तनपान गराइरहनु भएको छ र यहाँको सबभन्दा ब्युटिफुल पक्ष भनेको नै एकदम आकर्षक कलाकृतिहरू र एकदमै राम्रो डेकोरेसन। इटली भ्रमणमा मात्र होइन पूर्व भ्रमण गर्ने धेरैको लागि चाहिँ गोकुलम रिसोर्ट एउटा राम्रो गन्तव्यको रूपमा स्थापित भइरहेको छ। अब तपाईँलाई हामी गोकुलम रिसोर्ट परिसरमा हामी लाँदैछौँ। जतिखेर नेपालको धरना लडेको थियो गोकुलममा चाहिँ त्यो धरना उठेको थियो र त्यो हिसाबमा पनि एकदमै यो यहाँको कलाकृति लोकप्रिय रहेका छन्। र यहाँको अर्को विशेषता भनेको चाहिँ यहाँ कान नसुने वेटरहरूले पनि यहाँ सर्भ गर्नुहुन्छ र यहाँका ओनर राधेश्याम पौडेलले चाहिँ त्यो काम पूर्वमै पहिलोपल्ट गर्नुभएको छ। र हामी तपाईँलाई यो भित्र अन्य ठाउँहरू पनि हामी तपाईँलाई देखाउन लगिरहेका छौँ। अहिले हामी पोखरीतर्फ अगाडि बढिरहेका छौँ। यो पोखरीमा बोटिङ पनि हुन्छ र अहिले चाहिँ हामी बिहान लगभग 7:30 बजे यहाँ आएको कारणले चाहिँ भिडभाड तपाईँले देख्न सक्नुहुन्न। तर तपाईँ दिउँसो आउनु भएको छ भने हरेक दिन मोर देन 500 पिपललाई चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुनेछ। र अब हामी केही यहाँका कलाकृतिहरू हेर्छौँ। यहाँ फाउन्टेन रहेको छ, धेरै बालबच्चाहरू चाहिँ यो फाउन्टेनमा एकदम इन्जोय गरिरहेका हुन्छन्। अर्को यो सिपमा यो रेस्टुरेन्ट पनि बनिरहेको छ, यो पनि बिस्तारै सञ्चालनमा आउने क्रममा रहेको छ। र अर्को यहाँको महत्त्वपूर्ण भनेको यो वाटर ब्रिज हो र वाटर ब्रिजमा सेल्फी लिनेहरू अत्यन्तै धेरै हुन्छन्। गोकुलमको अर्को विशेषता भनेको यहाँको चिल्ड्रेन पार्क रहेको छ र दिनको समयमा चाहिँ अत्यन्तै बढी चिल्ड्रेनहरू चाहिँ यो ठाउँमा खेल्न आउने गर्छन् र चिल्ड्रेनहरू आएपछि डेफिनेटली उहाँको अभिभावकहरू पनि आउनु नै हुन्छ। अहिले हामी यो गोकर्ण रिसोर्टमा आएका छौँ र इटली यात्राको यो दोस्रो पोइन्टमा अहिले हामी तपाईँलाई घुमाइरहेका छौँ र यो गोकुलम रिसोर्ट नजिकै छ र यो बलिया बजारदेखि पनि एकदमै नजिक पर्छ। अहिले हामी तपाईँलाई अब गोकुलम रिसोर्ट हामी र यहाँ पूर्वाधार निर्माणका कामहरू थप विकास भइरहेका छन् र एकदमै राम्रो आकर्षक रिसोर्टको रूपमा यसले आफ्नो आइडेन्टिटी बनाइरहेको छ र तपाईँको इटली यात्राको एउटा राम्रो गन्तव्य यो रिसोर्ट बन्न सक्छ। इटलीको अर्को महत्त्वपूर्ण र आकर्षक सबैले देखेको गन्तव्य यो एउटा घाट पनि हो। के पनि मान्छेले भन्ने गर्छन् भने यो चाहिँ नेपालको सबैभन्दा सुन्दर घाट हो र त्यहाँको कलाकृति र त्यहाँको डेकोरेसन चाहिँ यहाँको मुख्य आकर्षणको रूपमा रहेको छ। र यो बुढी खोलाको पुलदेखि चर्लक्कै देखिने भएकोले पनि धेरै मान्छेको नजरमा यो गन्तव्य परेको छ। अर्को डेस्टिनेसनको रूपमा चाहिँ इटली चोकमै रहेको नगरपालिकाको कार्यालय परिसरमा रहेको यो बृहत पोखरी र यसको सराउन्डिङको ब्युटीलाई पनि हामीले गन्तव्यको रूपमा मान्न सकिन्छ। अहिले हामी इटलीको अर्को चर्चित डेस्टिनेसन तालतलैयामा रहेका छौँ। अब नामबाटै प्रष्ट हुन्छ यहाँ ताल तलैयाहरू रहेका छन्। अहिले त यो चाइल्ड उद्यम पनि बनिसकेको छ र विभिन्न अन्तर्राष्ट्रिय मूर्तिकारहरूले बनाएका कलाकृतिहरू पनि यहाँको मुख्य आकर्षण रहेको छ। र अहिले त जल परिरिक्सा भन्ने एउटा नयाँ एडभेन्चर स्पोर्ट्सको पनि सुरुवात भएको छ, त्यो पनि यो क्षेत्रको अर्को विशेषता रहेको छ। अहिले हामी यो तालतलाई क्षेत्रको अन्तर्राष्ट्रिय मूर्ति कार्यशाला भएको क्षेत्रमा हामी रहेका छौँ। सन् 2016 मा चाहिँ यहाँ विभिन्न दर्जन बढी देशका अन्तर्राष्ट्रिय कलाकारहरूको उपस्थितिमा
हो यस्ता 55 वटा मूर्तिहरू कलाकृतिहरू बनाएको थियो र अहिले यो हामी ढुङ्गाको मुटुको यो मूर्ति अगाडि रहेका छौँ र यो चाहिँ एकजना इजरायली आर्टिस्टले बनाउनु भएको थियो र यस्ता विभिन्न अन्य 54 वटा यस्ता आर्ट वर्कहरू पनि यहाँ देख्न सक्नुहुनेछ र तालतलैया यहाँको सुन्दर हरियाली यहाँको चाहिँ बाल उद्यान र यहाँको चाहिँ अन्य विभिन्न आकर्षक नेचुरल पक्षपछिको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मूर्तिहरू रहेका छन्। यात्रालाई एकदम गजब बनाउनको लागि यो आइसिएमएमा एउटा राम्रो पोइन्ट बन्न सक्छ। हामी यति बजे तपाईँ आउनुहोस् भनेर भन्दैनौँ, तर आइसिएमएमा आउनु भने तपाईँ एकदमै इन्जोय गर्न सक्नुहुन्छ। र आइसिएमएमा चाहिँ पूर्वी नेपालको पहिलो मल्टिप्लेक्स भवन हो। यहाँ चाहिँ 2वटा फिल्महरू रहेका छन् र दिउँसोको दिनमा 10वटा सोहरू लाग्छ। बिहान पहिलो सो भनेको 9 बजे लाग्छ, अर्को 9:15 बजे लाग्छ, 12 बजे लाग्छ, 12:30 बजे लाग्छ र एवं रीतमा बेलुका 8 बजीसम्म चाहिँ विभिन्न 10वटा सोहरू तपाईँले हेर्न सक्नुहुनेछ। र यो आइसिनेमामा चाहिँ धरान, विराटनगर, इन्द्रवा र तलसम्मका मान्छेहरू फिल्म हेर्न आउँछन्। अब तपाईँलाई पनि आइसिनेमाले पर्खिरहेको छ। तपाईँ यो गोर्खा किचनमा चाहिँ किन पनि आउनुपर्छ भने इटलीमा कुनै घण्टाघरहरू कुनै ल्यान्डमार्कहरू छैन जसमाथि हेरेर हामीले पुरा सहरको भ्यूहरू देख्न सकौँ। र यो गोर्खा किचनको 8औँ तल्लामा हामी रहेका छौँ र यहाँबाट तपाईँले हेर्नु भने धरानको कम्प्लिट भ्यू देख्न सकिन्छ र अरू साइडबाट हेर्यो भने इटलीका अन्य भ्यूहरू पनि देख्न सकिन्छ। त्यसकारण गोर्खा किचन इटली भ्रमण गर्नेहरूको लागि एउटा राम्रो डेस्टिनेसन बन्न सक्छ। गोर्खा डिपार्टमेन्ट स्टोरको ट्राभल भन्ने बित्तिकै गोर्खा गल्ली हामीले बिर्सनु हुँदैन। गोर्खा गल्लीमा अत्यावश्यक सामानका सबै कुराहरू उपलब्ध छ र अझ साँझ पख यहाँको महत्त्वपूर्ण आकर्षण हुन्छ भनेको पानीपुरी खाने अनि चिया खाने या एउटा इभिनिङ स्न्याक्सको लागि चाहिँ यो ठाउँ निकै लोकप्रिय छ। यो सिनेमा टुरिज्मको लागि पनि इटली धेरै राम्रो डेस्टिनेसनको रूपमा पछिल्ला 2 वर्षमा आइरहेको छ र आइसिनेमा त छँदैछ, एउटा मल्टिप्लेक्स भवन 2टा भवन छ भने यो कुण्डलिनीमा चाहिँ अहिले हामी यो इटलीको अर्को महत्त्वपूर्ण गन्तव्य ओसन पार्कमा हामी आएका छौँ। यो ओसन पार्कको मुख्य आकर्षण भन्नु नै यो एकदम गजबको स्विमिङ पुल हो। यो ओसन पार्कको अर्को आकर्षण भनेको यो अत्यन्तै राम्रो स्विमिङ स्टेसन र 7औं राष्ट्रिय खेलकुद जुन पूर्वाञ्चलमा भएको थियो त्यसको स्विमिङ पुल भएको थियो र एकदमै म्युजिक घन्टिरहने र विभिन्न मान्छेहरूको भ्रमण भइरहने यो ठाउँ स्विमिङको लागि, ज्यामको लागि, रेस्टुरेन्टको लागि र अन्य प्रयोजनको लागि पनि धेरै महत्त्वपूर्ण रहेको छ। यो तरडामा आएका छन् र तरडा भन्ने बित्तिकै इटलीमा चाहिँ ननभेज साथीहरूको लागि चाहिँ एउटा सेक्वा खानको लागि एकदमै राम्रो गन्तव्य भनेर चिनिन्छ र पूर्वमा सेक्वाको लागि एउटा राम्रो डेस्टिनेसन भनेर तरडाको सेक्वा लोकप्रिय छ। यहाँ हेर्न सक्नुहुन्छ सेक्वा घरहरू यो वारबाट देख्न सक्नुहुनेछ। यो त अहिले हामी एउटा लामा सेवा गर्न अगाडि आएर यो भिडियो सुट गरिरहेका छौँ र यो लगभग सबै लाइन चाहिँ सेक्वाको लाइन लागेको छ र करिब 2 दर्जन सेक्वा स्टेसनहरू चाहिँ यहाँ रहेका छन्। Door